ल यो चाहिँ हामी रमिते भिजिट गर्न जाँदाखेरि चाहिँ यो खालको सिनहरू चाहिँ पार गर्दै जानुपर्ने हुन्छ है। यो रमिते जाने हाइवे हामीले माथि देख्न सकिन्छ यो पहाडको दृश्य। यो पहाडको दृश्य देखेकै ठाउँतिरै नै हो हामी जाने सम्भवतः है। एकदम बेटर छ। यो चाहिँ हामी अहिले तराईकै फाँटमा छौँ। जङ्गल यहाँ हामीले यसरी देख्न सकिन्छ। एकछिन यो हामी रेस्टका क्रममा छौँ। यहीँ चौतारामा चट्ट यहाँ यस्तो छ है बसाइ। मिक्लु खोला बक्स पुल रहेछ यो चाहिँ है। एकदम यो चाहिँ कुन ठाउँ हो? यताको चाहिँ यो टाढीहरू पर्छ होला हौ त्यो। हामी निरन्तर तराईबाट पहाडका अग्ला चुचुरातिरका यात्रामा छौँ र यो यात्रा गर्ने क्रममा पहाडका माथि डाँडाबाट देखिने समर्थ तराईका भूभागहरूले हामीलाई धेरै एकदम रमाइलो। यो चाहिँ रमिते प्रवेश गर्ने बेलाको यो बाटो हो। यो टेन्ट हाउस आउने बाटो। यहाँबाट चाहिँ यो घुम्ती काटेर टक्कै हामी यता गएपछि चाहिँ ठ्याक्कै यो माथि यो डाँडा उतापट्टि चाहिँ रमिते छ। यहाँ अगाडि हामीले यहाँ मान्छे भेला भएको देख्न सकिन्छ। त्यही अगाडिपट्टि चाहिँ गेट छ टेन्ट हाउसको। न समग्रमा हामीले 4 भाइ भएर आज चाहिँ द टेन्ट हाउसको भ्रमण गरेका छौँ यहाँ रमिते। उहाँ कहाँ पोजिसनमा आइसक्नुभयो। उहाँको एउटा फोटो चट्ट लिनुपर्ने अवस्था छ। ल यो रमितेको द टेन्ट टाउनमा हामी आइपुगेका छौँ। त्यसै गरी हामी यो रमिते भिजिटका क्रममा रमिते यो द टेन्ट टाउन हाउसभित्रका दृश्यहरू देखाइरहेका छौँ। यहाँभित्र हामीले देख्न सकिन्छ खाने पिउने बस्ने रमाइलो गर्ने विभिन्न ठाउँबाट आउनुभएका आगन्तुकहरूको यो रमाइलो दृश्य हामीले यहाँ हेर्न सकिन्छ। कोही पिङमा झुलिराख्नु भएको छ भने कोही बसेर खाइराख्नु भएको दृश्य हामीले देख्न सकिन्छ। कोही घुमिरहनु भएको छ, कोही फोटो सेसनमा व्यस्त हुनुहुन्छ। यो चाहिँ रमितेको टेन्ट टाउनबाट देखिने दृश्य निकै मनमोहक दृश्य हामीले यहाँबाट निहालिरहेका छौँ। यो चाहिँ जमघट धेरैको जमघट छ। तपाईहरुलाई हामीले यो द टेन्ट टाउन भित्रको जस्ताको तस्तै दृश्य सम्प्रेषण गरिरहेका छौँ। कृपया भिडियोलाई अन्त्यसम्म निहालिदिनु हुने कुरामा म आशावादी छु। तपाईलाई यो अन्नपूर्ण बेस क्याम्प भनेर यसरी नाम लेखिएको छ। यो चाहिँ बेडहरू यसरी रहेछ यहाँनिर सुत्न बस्नका लागि। यो 3500 को बेड रहेछ। हामीले देख्न सकिन्छ यहाँ भित्र यस्तो खालको छ। यो चाहिँ मनसालु बेस क्याम्प रहेछ यसको चाहिँ। यो चाहिँ हामीले यहाँ टेन्ट हाउस यो यहाँ भित्र चाहिँ सुत्नु पर्ने हुन्छ। यता यस्तो खालको कटेजहरू पनि बनाइएको रहेछ। यो कटेजमा पनि एभरेस्ट बेस क्याम्प रहेछ यो चाहिँ।
यसमा चाहिँ 1500 रेट राखिएको रहेछ। मार्दी हिमाल बेस क्याम्प रहेछ यहाँ। धवलागिरी बेस क्याम्प यो यता सबै यो समग्रमा यसै गरी यो टेन्ट हाउसलाई चाहिँ सञ्चालन गरेर छ। कञ्चनजङ्घा बेस क्याम्प सर्लक्क यो चाहिँ यस्तो रहेछ यहाँभित्र पङ्खा सङ्खा सबै कुरा। टक्कै यो चाहिँ टेन्ट हाउसभित्रकै दृश्य हो। यहाँको यो द टेन्ट टाउनभित्र पाइने सुविधाहरू चाहिँ हामीले यहाँ देख्न सकिन्छ अगाडि राखेका दृश्यमा। कस्तो लाग्यो त अनि यो रमिते भन्ने ठाउँ? रमितेको यो टेन्ट हाउस चाहिँ ठिकै हो, दामी लाग्यो है। रमाइलो? एकदम रमाइलो लाग्यो। मौसम यहाँको? मौसम पनि एकछिनमा घाम लाग्ने, एकछिनमा शीतल हुने, एकदम चिसो आउने, राम्रै छ। अब पथरीबाट हैन? पथरीबाट यो अलिकति यहाँको मौसम आजको चाहिँ हेर्नु पर्दाखेरि यो तराईतिर अलिकति बढी नै घामहरू लागिराखेको बेलामा चाहिँ हैन, यहाँनेरि चाहिँ एकछिनमा घाम एकछिनमा छाया त्यो भएकोले गर्दाखेरि यहाँको मौसम चाहिँ एकदम सुइटेबल छ। वरिपरि अब पहाड एकदम चिसो हावा चलेको छ है। यो अब बादलहरू हेरौँ, कालो बादल माथि अब चाहिँ एकदम। बाटोको अवस्था कस्तो छ उताबाट आउँदाखेरि? बाटोको अवस्था ठिकै छ। अलिकति अब बिचबिचमा कहीँ कहीँ एक दुई ठाउँ अब ग्राभेलिङ भए पनि समग्रमा बाटो राम्रै छ। एकदम बाटो व्यवस्थितै भन्नु। पहिला पनि आउनु भएको होला जोस? पहिला पनि आएकै हो। पहिला आउँदाखेरि चाहिँ अलिकति यो अब भनौँ न यहाँको चाहिँ यो द टेन्ट हाउस चाहिँ अलिकति विकसित भएको थिएन। अहिले चाहिँ यो टेन्ट हाउस पनि एकदम विकसित भएर यहाँ मान्छेको चहल पहल पनि एकदम धेरै नै देखियो, धेरै पाइयो है। यहाँनेरि चाहिँ अब विशेष गरी अब युवा सर्कलका साथीभाइहरूको चाहिँ बढी जमघट भएको देखेँ मैले चाहिँ हैन। अब फोटो खिच्ने, युवा सर्कलका साथीभाइहरू जम्मा हुने, खाने बस्ने, अब त्यो खालको यहाँनेरि चाहिँ वातावरण पाएँ। अलिकति यहाँ चाहिँ एक्सपेन्सिभ हो कि जस्तो चाहिँ लाग्यो। यसलाई चाहिँ यहाँ हाम्रा यो टेन्ट हाउसका सञ्चालक साथीहरूले थोरै मूल्य निर्धारणमा चाहिँ अलिकति आगन्तुकहरूका लागि चाहिँ एउटा उचित मूल्य राखेर गर्दाखेरि चाहिँ अलिक यसको चाहिँ आकर्षक अलिक बढ्थ्यो कि भन्ने लाग्यो मलाई चाहिँ हैन। अरू समग्रमा अरू सबै राम्रो।